चाहिँ मुसलधारे वर्षा भइरहेको अवस्था रहेछ हाम्रो गाउँ होइन, मेरो जन्मथलो 5 कपन्तिन सिबुवातिर होइन। डरलाग्दै वर्षात भइरहेको कुराहरू चाहिँ मैले यो भिडियो मार्फत साभार गर्दैछु होइन। निकै खत्रै मुसलधारे पानी परेको रहेछ। यो पाथी भरिएको यो डाँडा होइन, पाथी भर्दाखेरि जस्तो धानको रास हुन्छ त्यो जस्तो चुच्चो रहन्छ नि, त्यो पाथी भनेको जस्तो डाँडोदेखि ठ्याक्कै उतापट्टि भाग चाहिँ हाम्रो गाउँ 5 कपन्तिन सिबुवा पर्छ है साथीहरू। पुरै आज चाहिँ डरलाग्दै पानी परिरहेको छ होइन। यता चाहिँ पानी डरलाग्दै परेको छ। यता भने चाहिँ मौसम सफाइ रहेको कुरा चाहिँ जानकारी गराउन चाहन्छु। यता चाहिँ खालबारी, यो चाहिँ खालबारी हो होइन, यो चाहिँ खालबारी हो विशेष खालबारी। यता यस्तो मौसम दिएको छ होइन। यता चाहिँ डरलाग्दो मुसलधारे पानी परिरहेको अवस्था चाहिँ मैले देखाएँ। खतरै पानी परिन्छ कि खतरै डेन्जर पानी परिरहेको छ, गडाङ पनि गरिरहेको छ होइन। पानी चाहिँ अब निकै खतरनाक परिरहेको छ खास गरेर।